पोखरा हाम्रो स्कुलको विद्यालय शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको चाहिँ हाम्रो विद्यार्थी भाइ बहिनीहरूले पालेको सुँगुर है यो फार्म पोल्ट्री तपाईँहरूलाई देखाइरहेको छु मैले 5 महिना भयो लगभग 50-60 केजीको बनाइसकेको छ। यो चाहिँ स्कुलले चाहिँ बिक्री गर्छ र यहाँ जुन स्कुलमा चाहिँ यो जुन देखिरहनु भएको छ त्यो चाहिँ होस्टेल हो। 250 जना छात्र छात्राहरू यहाँ बस्छन् होइन। उहाँहरूले चाहिँ उहाँहरूको स्याहार सुसारमा खानासाना पढाइ इत्यादिमा चाहिँ यो बेचेर चाहिँ त्यतातिर खर्च गरिन्छ है। धेरैवटा सुँगुर छ यहाँ 3टा तपाईँहरूले देखिसक्नुभयो होइन। यतातिर पनि छ है कालो सुँगुर 2टा देखिरहनु भएको छ नि। अब यहाँनिर 3टा थियो, यो 3टा चाहिँ हालसालै भर्खरै बेच्यो। अब 5वटा मात्रै छ देखिरहनु भएको छ नि। यो अहिले 6 महिना पुग्न 6 महिना लाग्यो। यतातिर खेतीपातीहरू पनि गर्छन् है देखिरहनु भएको छ। अहिले काउली क्याबेजहरू लगाएको छ। धान भर्खरै काटिसकेको छ, थन्काइसकेको छ बाली। यस्तो छ आजको शिक्षामा नानीहरूलाई चाहिँ चौतर्फी विकास सिकाउनु है, व्यावहारिक शिक्षा दिन अति आवश्यक छ। स्कुलले सही मार्गदर्शक दिइरहेको छ यी नानीहरूलाई। देखिरहनु भएको छ यता काउली भर्खर काउली पनि लगाएको छ। यतातिरको बोइज होस्टेल हो, उतातिरको गर्ल्स होस्टेल हो। स्कुल विद्यालय यतातिर छ।